हाम्रो गाउँ पहाडको एउटा यस्तो खोजमा थियो जहाँ घाम ढिलो झुल्किन्थ्यो र छिट्टै अस्ताउँथ्यो। गाउँको पुच्छारमा रहेको हाम्रो पुरानो घर, जसलाई गाउँलेहरू अन्ध्यारो ओडार भन्थे, त्यहाँ म रोजन, मेरी 9 वर्षकी बहिनी सुनिता र हाम्रा बा हर्कबहादुर बस्थ्यौं। आमा बितेको 5 वर्ष भइसकेको थियो। आमाको मृत्युपछि बाले हामीलाई आमा र बा दुवैको माया दिएर हुर्काउनुभयो। तर विगत 3 महिनादेखि बामा आएको परिवर्तनले मलाई मात्र होइन, पुरै गाउँलाई नै अचम्ममा पारेको थियो। बा पहिले बिहानै उठेर ओम नमः शिवाय भन्दै आँगन बढार्नुहुन्थ्यो, तर अचेल उहाँ दिउँसोसम्म सुत्नुहुन्छ। उहाँको शरीर सुक्दै गएको थियो। आँखाका गेडीहरू भित्र गाडिएका थिए र अनुहारको रङ पहेँलो भएर चाउरी परेको थियो। सबैभन्दा डरलाग्दो कुरा त के थियो भने बा राति एक्लै कोठामा कसैसँग कुरा गर्नुहुन्थ्यो। बा, तपाईँ कोसँग बोल्दै हुनुहुन्छ? मैले एक दिन सोधेको थिएँ। बाले मलाई यस्तो नजरले हेर्नुभयो, मानौ म उहाँको छोरो होइन, कुनै शत्रु हुँ। तँलाई के चासो? जा, आफ्नो काम गर, मेरो कोठातिर झुप्किएर पनि नआउनु। बाले कडा स्वरमा थर्काउनुभयो। त्यो रात झरी परिरहेको थियो। पहाडको फेदीमा पहिरो गएको आवाज टाढैबाट सुनिन्थ्यो। म र सुनिता तल्लो तलामा एउटै ओछ्यानमा गुटमुटिएर सुतेका थियौं। अचानक माथिल्लो तलाबाट छन 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 गर्दै चुराको आवाज आयो। हाम्रो घरमा कुनै आइमाई मान्छे थिएन, अनि यो चुराको आवाज कहाँबाट आयो? त्यो भयानक मध्यरात। रातको करिब 12 बजेको थियो। सुनिता गहिरो निन्द्रामा थिइन्। मेरो मनमा एउटा अनौठो ढुकढुकी बढिरहेको थियो। मैले बिस्तारै सिरक पन्छाएँ र भित्तामा झुन्डिएको टर्च लाइट लिएँ। काठको भर्याङ चढ्दा हुने क्र्याक क्र्याक आवाजले मेरो मुटुको धड्कन झन बढाइरहेको थियो। बाको कोठाको ढोका अलिकति खुला थियो। ढोकाको कापबाट एउटा मधुरो नीलो प्रकाश बाहिर निस्किरहेको देखिन्थ्यो। मैले सास रोकेर भित्र चिहाएँ। भित्रको दृश्य यति डरलाग्दो थियो कि मेरो शरीरका रौँहरू ठाडा भए। बा ओछ्यानमा उत्तानो परेर सुत्नु भएको थियो। उहाँको टाउकोको सिरानीतिर एउटी महिला ढाड फर्काएर बसिरहेकी थिइन्। उसका काला र लामा कपालहरू भुइँमा सर्प जसरी फिजारिएका थिए। उसले सेतो मलमलको सारी लगाएकी थिइन्, तर त्यो सारी ठाउँ ठाउँमा चातिएको र हिलोले लतपतिएको थियो। बाको आँखा बन्द थिए, तर उहाँको ओठमा एउटा विचित्रको मुस्कान थियो। त्यो महिलाले आफ्नो चिसो र सेतो हातले बाको गाला सुमसुम्याइरहेकी थिइन्। उसका औँलाका नङहरू अस्वाभाविक रूपमा लामा र काला थिए। अझै थोरै रगत बाँकी छ हर्क, त्यो महिलाले मधुरो तर काँपेको स्वरमा भनी। उसको आवाज सुन्दा लाग्थ्यो कोही चिहानबाट बोलिरहेको छ। मैले डरले टर्च लाइट बाल्न खोजेँ, तर मेरो हात काँपेर टर्च भुइँमा खस्यो। ड्याममा आवाज आउने बित्तिकै त्यो महिला टक्क रोकिइन्। उसले बिस्तारै आफ्नो टाउको घुमाउन थाली। उसको टाउको घुम्ने तरिका मान्छेको जस्तो थिएन। उसले आफ्नो घाँटी 180 डिग्रीसम्म घुमाएर सिधै मतिर हेरी। उसको अनुहार, ओहो, उसको आधा अनुहार त कुहिएको थियो। एउटा आँखा बाहिर निस्कन लागेको थियो र अर्को आँखाको सट्टामा केवल एउटा कालो प्वाल मात्र थियो। उसको ओठ काटिएको थियो, जहाँबाट पहेँलो पीप र रगत मिसिएको तरल पदार्थ चुइरहेको थियो। र सबैभन्दा भयानक कुरा त के थियो भने उसका खुट्टाहरू उल्टो फर्किएका थिए, कुर्कुच्चो अगाडि र औँलाहरू पछाडि। किचकण्डी मेरो मुखबाट सानो स्वरमा निस्क्यो। त्यो प्रेतात्माले मलाई देख्ने बित्तिकै एउटा भयानक चिच्कार छोडी। कोठाका झ्यालहरू जोडले हल्लिन थाले। बा अचानक बिउजनु भयो र मलाई रिसले हेर्नुभयो। त यहाँ किन आइस? भाग यहाँबाट, बा चिच्याउनु भयो। तर बाको स्वरमा एउटा अनौठो भारीपन थियो, मानौ उहाँको भित्र कोही अरू नै बोल्दै हुनुहुन्छ। म डराउँदै दौडिँदै तलतिर दौडिएँ। भर्याङबाट लड्दै पड्दै म सुनिताको छेउमा पुगेँ। बाहिरको मौसम झन भयानक हुँदै गयो। चट्याङ पर्दा आकाश नै चिरिए जस्तो हुन्थ्यो। बिहानीको रहस्य र धामीको सल्लाह। भोलिपल्ट बिहान बा घरमा हुनुहुन्न थियो। म र सुनिता डराउँदै बाको कोठामा गयौँ। कोठामा एउटा कुहिएको मासुको जस्तो गन्ध आइरहेको थियो। ओछ्यानको तन्नामा साना साना किराहरू हिँडिरहेका थिए। बाको तकिया मुनि एउटा पुरानो रगत लागेको कपडाको टुक्रा फेला पर्यो। मैले तुरुन्तै गाउँको सबैभन्दा पाको र अनुभवी धामी काले बुढोकोमा जाने निर्णय गरेँ। काले बुढो गाउँको पुच्छारमा एउटा सानो झुप्रोमा बस्थे। मानिसहरू भन्थे उनले धेरै प्रेतात्माहरूलाई वशमा पारेका छन्।
म दौडिँदै उनकोमा पुगे। काले बुढो आँगनमा बसेर गाँजा तानिरहेका थिए। मलाई देख्ने बित्तिकै उनले भने, बाबु ढिलो गरिस्, तेरो बाको आधा शरीर त मरिसकेछ। म झस्किएँ। तपाईलाई कसरी थाहा भयो जेठा बा? तेरो पछाडि त्यो किचकण्डीको गन्ध आइरहेको छ। त्यसले तेरो बालाई मायाको पासोमा पारेको छ। किचकण्डी त्यस्तो आत्मा हो जो अधुरो इच्छा लिएर मरेकी हुन्छे। उसले तेरो बाको जवानी र रगत चुसेर आफूलाई जीवित राख्न खोज्दैछे। यदि 3 रातभित्र यसलाई रोकेनौ भने तेरो बाको हड्डी मात्र बाँकी रहन्छ र उनी पनि प्रेत बन्नेछन्। काले बुढोले मलाई एउटा सानो कचौरामा कालो खरानी र एउटा फलामको सानो काँटी दिए। सुन बाबु, आज राति जब त्यो किचकण्डी आउँछे तैँले यो खरानी बाको बोछ्यान वरिपरि छर्कनुपर्छ र यो काँटी त्यसको छायामा गाडिदिनुपर्छ। तर याद राख, यदि उसले तँलाई पहिले देखे भने तँलाई उसले काँचै खान्छ। म घर फर्किए। मेरो मनमा अनेकौं कुराहरू खेलिरहेका थिए। बालाई कसरी बचाउने? के म त्यो भयानक प्रेतात्माको सामना गर्न सक्छु? दोस्रो रातको तयारी। साँझ पर्दै गयो। बा घर फर्किनुभयो। उहाँको हिँडाइमा कुनै तालमेल थिएन। उहाँका खुट्टाहरू लतारिएका थिए। उहाँले मलाई एक शब्द पनि बोल्नु भएन र सिधै माथिल्लो तलामा जानुभयो। मैले सुनितालाई छिमेकीको घरमा पठाइदिएँ ताकि ऊ सुरक्षित रहोस्। अब घरमा म र बा मात्र थियौं, अनि त्यो अदृश्य शक्ति जो बाको शरीरभित्र डेरा जमाएर बसेको थियो। मैले काले बुढोले दिएको खरानी मुठीमा लिएँ। बाहिर स्यालहरू रुन थाले। गाउँका कुकुरहरूले लामो र कारुणिक स्वरमा भुक्न थाले। यो सङ्केत थियो कि ऊ आउँदैछे। करिब 10 बजेतिर घरको मूल ढोका आफै खुल्यो। यद्यपि मैले भित्रबाट साँचो लगाएको थिएँ। एउटा चिसो हावाको झोका कोठाभित्र पस्यो। भर्याङमा बिस्तारै पाइला चलेको आवाज आयो। टप टप टप। ती पाइलाहरू भारी थिएनन्, तर तिनले मेरो मुटुमा प्रहार गरिरहेका थिए। म बाको कोठाको ढोका पछाडि लुकेँ। बा ओछ्यानमा कटाङ्ग्रिएर सुतिरहनु भएको थियो। त्यो महिला फेरि प्रकट भइन्। यसपालि ऊ अझै डरलाग्दो देखिएकी थिइन्। उसको लुगाबाट पानी चुइरहेको थियो र त्यसबाट मरेको मुसाको जस्तो गन्ध आइरहेको थियो। उसले बाको ओछ्यानमा बसेर बाको ओठ चुम्न थाली। बाको शरीर बिस्तारै निलो हुँदै गएको थियो। मलाई थाहा थियो, अब ढिलो गर्नु हुँदैन। मैले मुठ्ठीभरि खरानी बाको ओछ्यान वरिपरि छर्किदिएँ। खरानी भुइँमा खस्ने बित्तिकै एउटा ठूलो विस्फोट जस्तो भयो र कोठामा निलो आगो दन्किन थाल्यो। त्यो किचकण्डी ठूलो स्वरमा चिच्याई। उसले मलाई देखी। "त फेरि त आइस मेरो र हल्कको बीचमा?" उसको आवाज यति चर्को थियो कि मेरा कानबाट रगत आउन थाल्यो। उसले मतिर आफ्नो लामो हात बढाई। उसका नङहरू मेरा आँखाको निकै नजिक पुगिसकेका थिए, तर मैले हिम्मत हारिन। मैले काले बुढोले दिएको फलामको काँटी झिके र त्यसको छायामा गाड्ने प्रयास गरेँ, तर त्यो सजिलो थिएन। उसले मलाई जोडले भित्तामा पछारिदिए। मेरो टाउको भित्तामा ठोकियो र आँखाको अगाडि अन्ध्यारो छायो। बेहोस हुनुभन्दा अगाडि मैले देखेँ बा ओछ्यानबाट उठ्दै हुनुहुन्थ्यो, तर उहाँको अनुहार अब बाको जस्तो थिएन। उहाँको मुखबाट लामा लामा दाँतहरू निस्किएका थिए। "अब त तँ पनि हाम्रै संसारमा आउँछस्," बाले भन्नुभयो। टाउकोमा लागेको चोटले मेरो दृष्टि धमिलो भएको थियो। भित्तामा टाउको ठोकिँदाको ड्याममा आवाज अझै मेरा कानमा गुन्जिरहेको थियो। कोठाको कुनामा रहेको त्यो निलो प्रकाश अब बिस्तारै गाढा रातो रङमा परिणत हुँदै थियो। मैले आँखा खोल्न खोजेँ, तर मेरो शरीर भारी भएको थियो, मानौ कसैले मलाई जमिनमा किलो ठोकेर गाडी दिएको छ। मेरो अगाडि बा उभिनु भएको थियो, तर उहाँको अनुहारमा अब त्यो आत्मीयता र स्नेह थिएन। उहाँको छाला सुकेर हड्डीमा टाँसिएको थियो र आँखाका कोटरहरूबाट एउटा अनौठो हिंस्रक चमक निस्किएको थियो। उहाँको छेउमा त्यो किचकण्डी उभिएकी थिई, जसको कपाल अब सर्प झैँ हावामा लहराइरहेको थियो। "यसलाई सिध्याइदे हर्क, यसले हाम्रो प्रेममा बाधा पुर्याउन खोज्दैछ," किचकण्डीले आफ्नो लामो कालो जिब्रोले बाको कान चाट्दै भने। बाले आफ्नो हात अगाडि बढाउनु भयो। उहाँका औँलाहरू अब मान्छेका जस्ता थिएनन्, ती तीखा र नङ्ग्रा पलाएका पन्जा जस्ता भइसकेका थिए। उहाँले मेरो घाँटीमा आफ्नो हात राख्नुभयो। बाको हात बरफ जस्तै चिसो थियो। उहाँले मलाई भुइँबाट माथि उठाएर हावामा झुन्ड्याउनु भयो। म सास फेर्न छटपटाउन थालेँ। "बा, म तपाईँको छोरो रोजन," मैले थोरै बाँकी रहेको सास प्रयोग गरेर बोलेँ।
बाको हात एकछिनका लागि काँप्यो। उहाँको आँखामा एक पलका लागि पुरानो बाको झलक देखियो, तर तुरुन्तै त्यो किचकण्डीले बाको ढाडमा आफ्ना नङ गाडिन्। बा फेरि कठोर बन्नुभयो। काले बुढोको प्रवेश र मन्त्रको शक्ति। ठिक त्यही बेला घरको मूल ढोका जोडले फुट्यो। बामको आवाजसँगै कोठाभित्र एउटा बलियो मन्त्र गुन्जियो। ओम रौम जुम सह पालय पालय। ढोकाबाट काले बुढो भित्र छिरे। उनको हातमा एउटा पुरानो त्रिशूल र अर्को हातमा खरानीको कचौरा थियो। उनले आफ्नो त्रिशूल भुइँमा जोडले ठोकिन्। त्रिशूल ठोकिने बित्तिकै कोठामा एउटा कम्पन भयो र बाले मलाई भुइँमा खसाल्नुभयो। ए प्रेतनी, छोडिदे यसलाई, यसको समय अझै आएको छैन, काले बुढो गर्जिए। किचकण्डीले काले बुढोलाई देखेर एउटा भयानक आवाज निकाली। उसले आफ्नो शरीरलाई झन् ठूलो बनाउँदै छतसम्म पुर्याई। त बुढो हड्डी, तँलाई मसानघाट पुर्याउने बेला भइसकेछ। काले बुढोले आफ्नो कचौराबाट अभिमन्त्रित सिन्दूर र चामल मुठ्ठीभरि लिएर बा र त्यो प्रेतनीतिर फाले। सिन्दूर लाग्ने बित्तिकै किचकण्डीको शरीरबाट धुवाँ निस्कन थाल्यो। ऊ पीडाले छटपटाउन थाली, तर बा अझै पनि उहाँको सम्मोहनमै हुनुहुन्थ्यो। रोजन, उठ, काले बुढोले मतिर हेर्दै चिच्याए। मैले यसलाई केही बेर रोक्न सक्छु, तर बाको शरीरबाट यसको सम्बन्ध विच्छेद गर्न तँलाई एउटा कुरा चाहिन्छ। बाको रगत र तेरो रगत एउटै हो। जा, बाको कोठाको त्यो पुरानो बाकस खोल, त्यहाँ तेरी आमाको एउटा सिन्दूरको बट्टा छ। त्यो बट्टाभित्र एउटा पुरानो धागो छ, त्यो लिएर आइज। म लरबराउँदै बाको कोठाको कुनामा रहेको काठको पुरानो बाकसतिर दौडिएँ। पछाडि काले बुढो र किचकण्डीको ठूलो लडाईँ परिरहेको थियो। किचकण्डीले कोठाका सामानहरू हावामा उडाएर काले बुढोतिर फालिरहेकी थिइन्। काले बुढोले आफ्नो मन्त्रले ती सामानहरूलाई बीचमै खरानी बनाइरहेका थिए। मैले बाकस खोले। भित्र आमाका पुराना साडीहरू र केही पुराना गहना थिए। मैले हतार हतार खोज्दै जाँदा एउटा सानो काठको बट्टा फेला पारे। त्यसलाई खोल्दा भित्र एउटा रातो धागो थियो जसमा 7वटा गाँठा पारिएका थिए। भेट्टाएँ जेठाबा, म चिच्याएँ। अब त्यो धागो लिएर बाको दाहिने हातको नाडीमा बाँधिदे, तर सावधान, किचकण्डीले तँलाई रोक्न खोज्नेछे, काले बुढोले चेतावनी दिए। म बातिर दौडिए। बा अहिले भुइँमा घुँडा टेकेर बस्नु भएको थियो। उहाँको शरीर थर्किएर काँपिरहेको थियो। जब म बाको नजिक पुगेँ, त्यो किचकण्डीले मलाई रोक्न आफ्नो कपाल लामो बनाएर मेरो खुट्टामा बेरिदिइन्। म पछारिएँ। उसले मलाई आफूतिर तान्न थाली। तँलाई म मेरो संसारमा लैजान्छु, जहाँ घाम झुल्किँदैन, उसले भनी। मैले आफ्नो खिसाबाट त्यही फलामको काठी झके जुन काले बुढोले पहिले दिएका थिए र आफ्नो खुट्टामा बेरिएको कपालमा जोडले रोपिदिएँ। किचकण्डी ठूलो स्वरले चिच्याई र मेरो खुट्टा छोडिदिइन्। मैले मौका छोपेर बाको नाडीमा त्यो रातो धागो बाँधिदिए। धागो बाँधिने बित्तिकै एउटा अनौठो घटना घट्यो। बाको शरीरबाट एउटा कालो छाया बिस्तारै बाहिर निस्कन थाल्यो। त्यो छाया किचकण्डीकै प्रतिरूप थियो। बाले लामो सास फेर्नुभयो र उहाँका आँखा सामान्य भए। रोजन, बाबु, बाको स्वर अब पहिलेको जस्तै मायालु थियो, तर खतरा अझै टरेको थिएन। किचकण्डी अब आफ्नो पूर्ण रूपमा प्रकट भइन्। उसको अनुहार अब यति डरलाग्दो थियो कि त्यसलाई हेर्न मात्रले पनि मान्छेको मुटु फुट्न सक्थ्यो। उसले काले बुढोको त्रिशूललाई आफ्नो शक्तिले टेढो बनाइदिइन्। तिमीहरूले मलाई अपमान गर्यौ, अब यो गाउँको कुनै पनि मान्छे जीवित रहने छैन, उसले शाप दिँदै भनिन्। काले बुढोले मलाई नजिक बोलाए। बाबु, यो यहाँ मर्ने छैन। यसको नाभि यो घरमा होइन, गाउँको मसान घाटको त्यो बुढो पिपलको फेदमा छ। जबसम्म त्यहाँ पुगेर यसको अवशेषलाई जलाइँदैन, यो पटक पटक आउनेछ। मसान घाटको यात्रा र अन्तिम भिडन्तको तयारी। बाहिर मुसलधारे पानी परिरहेको थियो। रात अझै भयानक हुँदै गएको थियो। काले बुढो, बा र म तीनैजना मसान घाटतिर लाग्ने निर्णय गर्यौं। बा अझै कमजोर हुनुहुन्थ्यो, तर उहाँलाई घरमा एक्लै छोड्नु झन खतरनाक थियो। हामीले हातमा राको अर्थात् आगोको मसाल लियौं। गाउँको बाटो सुनसान थियो। घरका झ्याल ढोकाहरू सबै बन्द थिए, तर मानिसहरू भित्रबाट डराउँदै हामीलाई हेरिरहेका थिए। कुकुरहरू अझै कारुणिक स्वरमा रोइरहेका थिए। जब हामी मसान घाटको नजिक पुग्यौं, हावामा कुहिएको लासको गन्ध आउन थाल्यो। त्यहाँका पुराना चिहानहरूबाट एउटा अनौठो प्रकाश निस्किरहेको थियो। पिपलको त्यो ठूलो रुख जसका हाँगाहरू कंकालका हात जस्ता देखिन्थे, हाम्रो अगाडि ठिङ्ग उभिएको थियो। यही हो त्यो ठाउँ, काले बुढोले भने। यही रुखको फेदमा यो किचकण्डीको लासलाई वर्षौं पहिले अधुरो संस्कार गरेर गाडिएको थियो। त्यसैले यो आत्मा भौँतारिरहेको छ।
हामीले रुखको फेद खन्न सुरु गर्यौं। खन्दै जाँदा करिब 3 फिट मुनि एउटा काठको बाकस भेटियो। बाकस खोल्दा भित्र एउटा महिलाको कङ्काल थियो, जसका खुट्टाहरू अझै पनि उल्टो फर्किएका थिए। अचानक रुखको हाँगाबाट त्यो किचकण्डी तल झरी। यसपालि ऊ एक्लै थिइन्। उसको पछाडि अरू साना साना छायाहरू थिए। ती सबै यो गाउँमा अकालमा मरेका आत्माहरू थिए। मेरो शरीरलाई नछोऊ, उसले गर्जी। काले बुढोले मलाई एउटा सानो बट्टा दिए, जसमा गङ्गाजल र केही विशेष जडीबुटीको धुलो थियो। रोजन, म यिनीहरूलाई यो घेराभित्र रोक्न सक्छु। तैले त्यो कङ्कालमा यो धुलो छर्केर आगो लगाउनुपर्छ। याद राख, एकपटक आगो बलेपछि पछाडि फर्केर नहेर्नु, जस्तो सुकै आवाज आए पनि। काले बुढोले आफ्नो मन्त्र पढ्न सुरु गरे र हाम्रो वरिपरि एउटा सुरक्षा घेरा बनाए। किचकण्डी र उसका प्रेतहरूले त्यो घेरा तोड्न प्रयास गरिरहेका थिए। उनीहरूले मेरा मृत आफन्तहरूको आवाज निकालेर मलाई बोलाउन थाले। रोजन, छोरा, मलाई बचा, मेरी स्वर्गीय आमाको आवाज सुनियो। मेरो हात काँप्यो। मैले पछाडि फर्केर हेर्न खोजेँ, तर बाले मेरो हात दहरो घरी समात्नुभयो। छोरा, नहेर, त्यो भ्रम हो। मैले आँखा चिम्लिएर त्यो कङ्कालमा जडीबुटीको धुलो छर्के र आफ्नो राँको देशमा फाले। एकैछिनमा नीलो र पहेँलो आगो दन्कियो। मसान घाटमा यस्तो चित्कार सुनियो जुन सायद पातालसम्म पुग्यो होला। किचकण्डीको आत्मा त्यो आगोमा जलेर नष्ट हुन थाल्यो। उसको अनुहार बिस्तारै परिवर्तन भयो। त्यो डरलाग्दो रूप हराएर एउटी साधारण महिलाको अनुहार देखियो, जसको आँखामा शान्ति थियो। धन्यवाद, उसले अन्तिम पटक भनी र हावामा बिलाएर गइन्। बिहानीको नयाँ किरण। जब आगो निभ्यो, आकाशमा बिहानीको पहिलो किरण देख्न थाल्यो। रातको त्यो भयानक सन्नाटा अब चराचुरुङ्गीको चिरबिर आवाजमा बदलियो। काले बुढोले लामो सास फेरे र आफ्नो त्रिशूल भुइँबाट निकाले। बाले मलाई अङ्गालो हाल्नुभयो। मलाई माफ गर्दै छोरा, मैले गर्दा तँलाई यति धेरै दुःख भयो। हामी घर फर्क्यौं। घर पुग्दा सुनिता आँगनमा हाम्रो प्रतीक्षा गरिरहेकी थिइन्। बाको अनुहारमा अब त्यो पहेँलोपन थिएन, बरु एउटा नयाँ चमक थियो। तर जब म बाको कोठा सफा गर्न माथि गएँ, मैले ओछ्यानको कुनामा एउटा सानो कुरा देखेँ। त्यहाँ एउटा सेतो चुराको टुक्रा थियो र भित्तामा रगतले लेखिएको थियो, म फेरि आउनेछु। मेरो मुटु फेरि ढकढुक भयो। के त्यो किचकण्डी साँच्चै समाप्त भएकै हो त, कि यो त केवल एउटा ठूलो खेलको सुरुवात मात्र थियो? मसान घाटको त्यो भयानक रातपछि गाउँमा केही दिन शान्ति छायो। बाको स्वास्थ्यमा सुधार आउन थाल्यो र सुनिता पनि अब डराउन छोडेकी थिइन्। तर मेरो मनमा भने त्यो ओछ्यानको कुनामा भेटिएको सेतो चुराको टुक्रा र भित्ताको त्यो रगतले लेखिएको सन्देश, म फेरि आउनेछु, ले एउटा गहिरो चिन्ता पैदा गरेको थियो। मलाई थाहा थियो यो लडाईँ अझै सकिएको छैन। 7औं दिनको कुरा हो। बा साँझको खाना खाएर चाँडै सुत्न जानुभयो। मलाई कता कता डर लागिरहेको थियो। मैले बाहिरको मूल ढोकामा साँचो लगाएँ र झ्यालहरू राम्ररी बन्द गएँ। तर रातको 12 बजेतिर घरको वातावरण अचानक चिसिन थाल्यो। यति चिसो कि मेरो मुखबाट निस्किएको सास पनि बाफ बनेर देखिन थाल्यो। अचानक माथिल्लो तलामा कसैले भारी सामान घिसारेको आवाज आयो। घिस घिस घिस। मैले हातमा काले बुढोले दिएको त्यो पुरानो खुकुरी लिएँ, जसमा उनले रक्षा कवचको मन्त्र फुगेका थिए। म बिस्तारै माथि गएँ। बाको कोठाको ढोका आधा खुल्ला थियो। भित्रबाट एउटा यस्तो गन्ध आयो जुन कुनै पुरानो चिहान वा कुहिएको लासको भन्दा पनि बढी दुर्गन्धित थियो। मैले ढोका धकेले। बा ओछ्यानमा हुनुहुन्न थियो। उहाँ भुइँमा उल्टो परेर सुतिरहनु भएको थियो र उहाँको ढाडमा एउटी महिलाको छाया नाचिरहेको थियो। तर यो अघिल्लो किचकण्डी जस्तो थिएन। यसको रूप झन भयानक थियो। यसको कपाल थिएन, टाउको पुरै खुइलिएको र छाला डढेको जस्तो थियो। बा, म चिच्चाएँ। त्यो छाया बिस्तारै हावामा तैरिएर मतिर आयो। हर्कले मलाई धोका बियो, हर्कले मलाई मारेको थियो, त्यसले भन्यो। मैले केही बुझ्न सकिनँ। बाले कसैलाई मार्नु भएको? यो असम्भव थियो। मेरो बा त गाउँकै सबैभन्दा सोझो मान्छे हुनुहुन्थ्यो। अतीतको कालो रहस्य। त्यसै बेला काले बुढो अचानक कोठामा प्रकट भए। उनको अनुहारमा यसपालि डरको रेखाहरू थिए। रोजन, अब सत्य लुकाएर लुक्दैन। तैँले आफ्नो बाको असली इतिहास जान्नै पर्छ। काले बुढोले भन्न थाले कि 20 वर्ष पहिले मेरो बा र यो गाउँकी एउटी गरिब केटी सुमीको बीचमा प्रेम थियो। तर बाको परिवारले त्यो सम्बन्ध स्वीकार गरेन। एक रात सुमी गर्भवती भएको थाहा पाएपछि बाको परिवारले र सायद बाले पनि दबावमा परेर उनलाई गाउँको पुच्छारमा रहेको त्यही पुरानो घरको जगमा जिउँदै गाडी दिएका थिए, जहाँ अहिले हामी बस्थ्यौं।
सुमीको त्यही अधुरो इच्छा र रिसले गर्दा ऊ किचकण्डी बनेकी थिए। हामीले मसान घाटमा जलाएको कङ्काल त एउटा भ्रम मात्र थियो, उसको असली अवशेष त यही घरको जगमुनि थियो। त्यसैले यसले तेरो बालाई छोडेको छैन, काले बुढोले भने। यसलाई मुक्ति दिनको लागि यसको रगतको बदला रगतले नै तिर्नुपर्छ, वा यसलाई यो घरबाट सधैँका लागि बिदा गर्नुपर्छ। त्यो प्रेतात्माले अब बाको घाँटी झन जोडले समात्न थाली। बाको अनुहार नीलो हुँदै गइरहेको थियो। हर्क, मेरो बच्चा खोइ, तैँले मेरो बच्चालाई पनि मारिस, ऊ गर्जी। अब मसँग दुईवटा विकल्प थिए, कि त बाको ज्यान जान दिने, कि त त्यो प्रेतात्मालाई सधैँका लागि शान्त पार्ने। काले बुढोले मलाई एउटा तामाको कलश दिए। रोजन, यो घरको मूल खम्बा मुनि खन, त्यहाँ सुमीको एउटा गहनाको बाकस छ। त्यो बाकस बाहिर निकाल र त्यसमा तेरो बाको रगतको एक थोपा चढा, तब मात्र यसको रिस शान्त हुनेछ। म हतार हतार तल झरे र कोठाको बीचमा रहेको त्यो काठको खम्बा मुनि खन्न थाले। मेरो हातबाट रगत निस्किरहेको थियो, तर मैले हार मानिन। करिब 4 फिट खनेपछि एउटा सानो पित्तलको बाकस भेटियो। मैले त्यो बाकस लिएर माथि दौडिएँ। बा अब अन्तिम सास फेर्दै हुनुहुन्थ्यो। मैले बाको औँलामा काले खुकुरीले सानो चोट बनाएँ र बाकसको ढक्कनमा रगतको टाटो लगाएँ। बाकस खुल्ने बित्तिकै त्यसबाट एउटा चम्किलो सेतो प्रकाश निस्कियो। त्यो प्रकाशले पुरै कोठा भरियो। किचकण्डीको त्यो भयानक रूप बिस्तारै पग्लन थाल्यो। उसको अनुहार फेरि त्यही सुमीको जस्तो भयो, सुन्दर र शान्त। मैले माफ गरे हार्क, तर यो घरमा अब तिमीहरू बस्न सक्दैनौ, यो मेरो घर हो। त्यो प्रकाशसँगै ऊ हावामा बिलाएर गइन्। कोठाको वातावरण अचानक शान्त भयो। बाले आँखा खोल्नुभयो र मलाई हेरेर रुन थाल्नुभयो। मलाई माफ गर्दे छोला, मैले ठूलो पाप गरेको थिएँ। उपसंहार र नयाँ सुरुवात। हामीले सोही रात त्यो घर छोडिदियौँ। गाउँलेहरूले पछि भने कि त्यो घर आफै आगो लागेर जल्यो। कोही भन्थे त्यहाँ अझै पनि मध्यरातमा एउटी महिलाको गुनगुनाएको आवाज सुनिन्छ। हामी सहर सरेर नयाँ जीवन सुरु गर्यौं। बा अब धेरै मन्दिर जानुहुन्छ र दान पुण्य गर्नुहुन्छ। उहाँको मनको शान्ति त सायद कहिल्यै जर्ने छैन, तर कम्तीमा त्यो डरलाग्दो छायाबाट हामी मुक्त भयौं। आज पनि जब कहिलेकाहीँ बाहिर ठूलो झरी पर्छ र हावा चल्छ, मलाई त्यही चुराको छनछन आवाज याद आउँछ। मलाई महसुस हुन्छ कि केही गल्तीहरू यस्ता हुन्छन् जसको मूल्य पुस्तौँसम्म चुकाउनुपर्छ। हामी सुतेको त्यो रात बासँग जो थिए ऊ केवल एउटा प्रेत मात्र थिइनन्। ऊ त बाको अतीतको एउटा जिउँदो घाउ थिइन् जसले आफ्नो न्याय आफैले मागेकी थिइन्।